हेलो नमस्ते सेवारो शिवपाखा जयमासी सबैजनालाई हैन। अनि आजको भ्यू चाहिँ यहाँ तिमाङको चाहिँ यस्तो छ। पछाडिपट्टि हिमाल देखिरहेछ हैन। अनि यो चाहिँ गाउँ हो। अनि उहाँ दाइ चाहिँ हुनुहुन्छ, उहाँले चाहिँ मलाई राइड दिनुहुन्छ है। कहाँसम्म राइड दिनुहुन्छ मलाई थाहा छैन, बट आई थिङ्क सो अप्पर मनाङसम्म मलाई लानुहुन्छ उहाँले हेल्प गर्नुहुन्छ। सो आइ एम भेरी मच एक्साइटेड हैन। अनि म तपाईँहरूलाई हरेक उहाँले चाहिँ मलाई राइड दिनुहुन्छ हैन। ड्राइभ सेभ गर्नु है दाइ। किनभने मलाई लास्ट डर लाग्छ हैन। लास्ट टाइम तपाईँहरूले देख्नुभयो होला हैन, समीरले कुदाउँदाखेरि चाहिँ लास्ट डर लागेको थियो मलाई। यहाँदेखि चाहिँ अब हामी हिँडेको हो। फर्स्ट प्रिफर चाहिँ हामी गर्छौँ पिसाङ भिलेज। सो पिसाङ भिलेज पुगेर चाहिँ म तपाईँहरूलाई त्यहाँको दृश्यहरू देखाउनेछु। ओके हजुर, स्वर्गद्वारी त्यो ठाउँलाई चाहिँ त्यस्तो भन्छ ए। ओके, फर्स्टमा चाहिँ हामी पुग्नेछौँ स्वर्गद्वारी होइन। स्वर्ग जस्तै छ होला नि, त्यही भएर स्वर्गद्वारी भनेर भनेको छ। हो र हो दाइ। अब हामी जाँदैछौँ। यो चाहिँ मेरो चस्मा हो होइन। मलाई घामले प्रोटेक्ट गर्नको लागि। टाटा बाई बाई। हजुर स्वर्गद्वारी भनेर फर्स्ट चाहिँ हामीले स्वर्गद्वारी भन्ने ठाउँमा जान्छौँ। अनि त्यसपछि अरू अब एडभेन्चर चाहिँ मेरो कस्तो हुन्छ। मैले चाहिँ रातो मात्र देखेको थिएँ, तर यहाँ आएर चाहिँ मैले पिङ्क कलरको पनि गुराँसको फुल देखेको। पिङ्क कलरको पनि पाउँदो रहेछ होइन। हामी त पूर्वेली। अब पूर्व आउनुहोस् न तपाईँ पनि, रमाइलो ठाउँ छ होइन। ठ्याक्क उल्टाबारी आउनुभयो भने कल गर्नुहोस् न, लाइक उहाँ दिदीलाई भन्नु। हजुर राइनी होइन, म राइनी जस्तो त छु र। सबै कन्फ्युज हुन्छ त। म धिमाल हो। धिमाल सुन्नुभएको छ? धिमाल हजुर नाम छ लाग्यो। कहाँबाट सजिलो? यो चस्मा लाउँदाखेरि त मलाई त राइडर जस्तो पो देखिरहेछ, तर भन्नु रियल भन्नु पर्दाखेरि मलाई राइड गर्नै आउँदैन क्या गाइस। आई निड समवन टु ट्रेन मी। अनि
यो चाहिँ छ थान्चोक गाउँ। यो सबैको प्यारो गाउँ अरे होइन। यो थान्चोक तिमाङ अनि बिचमा एउटा गाउँ थियो, म बिर्सिहालेँ होइन। यो 3टा गाउँ चाहिँ लाइक दाजुभाइको फ्यामिली हो, दाजुभाइ नै बस्ने हो भनेर भन्नुभयो दाइले चाहिँ। सो अब यो गाउँलाई चाहिँ एकछिन टुर गर्नु पर्यो। यहाँको भ्यू चाहिँ यस्तो छ है गाइज। यहाँबाट मनसुलु हिमाल चाहिँ देखिँदो रहेछ। अनि सो म चाहिँ एकदमै एक्साइटेड। यो चाहिँ यो गाउँको अन्नबारी हो होइन, गाउँको होइन, गाउँको हो। अनि यतापट्टि चाहिँ यो चाहिँ सेउबारी हो गाइज। सेउ चाहिँ फलेको छैन। अब कुन महिनामा फल्छ? अब सिजन भदौ असोजमा चाहिँ यहाँ लटरम्म फलेको हुन्छ है। भदौ असोजतिर आउनु होला गाइज सेउ खानको लागि यहाँ। यो गाउँ चाहिँ थान्चोक हो हजुर। वेदर एकदमै क्लियर छ क्या है, घाम पनि लागेको छ, मौसमले पनि साथ दिएको छ आज चाहिँ मलाई। यो चाहिँ भेडा बाख्राहरू आमामा कहाँ भिरसम्म चढ्दो रहेछ नि त है। यहाँको बाटो चाहिँ माने क्या कस्तो दामी बनाएको रहेछ कि। पहिला त साह्रै गाह्रो थियो होला है पहिला। बाढी पहिरो ठुलो ए बाटो चाहिँ खतम भयो त्यहाँदेखि चाहिँ। तर ट्रेकिङ गर्दै जानु चाहिँ राम्रो हो नि है, हिँडेर जानु चाहिँ राम्रो हो नि, स्वास्थ्यको लागि पनि राम्रो हुन्छ। नेपाली अल्छी भन्छ कि। हजुर यो चाहिँ अन्नपूर्ण। वाउ कस्तो दामी देखेको। हजुर थान्चोकबाट। हजुर गाइज यो चाहिँ होइन अन्नपूर्ण हिमालय। यहाँ थान्चोकबाट चाहिँ अन्नपूर्ण र मनसुलु चाहिँ मजाले देखिने रहेछ, दुईटा हिमाल चाहिँ है। वाउ कस्तो एमेजिङ देखेको क्या, दामी। त्यहाँ पुग्न पाए अझ दामी हुन्थ्यो। अब के गर्नु। ए लमजुङ हिमाल। ओके ओके। यो चाहिँ कोटो भन्ने गाउँ। मनाङको हेडक्वार्टर साङ्ग्रिला होटल पनि रहेछ यहाँ। यो एरिया चाहिँ मनाङको हेडक्वार्टर हो। ए उहाँलाई चाहिँ इजी अफ रोडमा चलाउन इजी। मनाङसम्म जान लागेको। ए पछाडि बस्नेलाई चाहिँ अलिकति गाह्रो। वा कस्तो मजाको चिसो हावा आएको, सुकिदिउँ जस्तै।
हावा आउँदाखेरि चाहिँ यहाँदेखि पनि देखिँदो रहेछ है। यो चाहिँ अन्नपूर्ण हिमाल हो। यो चाहिँ मनाङको हेडक्वार्टर है गाइस। यो चाहिँ मनाङको हेडक्वार्टर हो। पानी परेर चाहिँ बाटो अलिकति हिलो हिलो भएको छ होइन। जस्तै हावा आउने रहेछ। अनि ठाउँतिर त हावा अभियसली चलिहाल्छ नि। गाइस राइडर जस्तो देखेको छु अहिले। माथिको हिमाल चाहिँ यो चाहिँ अन्नपूर्ण अलिअलि देखिरहेछ होइन। माथिबाट चाहिँ यो पानी जुन झर्ना बगिरहेछ नि, माथिको त्यो अन्नपूर्णकै हिउँ पग्लेर चाहिँ माथिदेखि तलसम्म झरिरहेछ। अनि यो चाहिँ मर्स्याङ्दी खोला हो। यो खोला सँगसँगै चाहिँ हामी जाँदैछौँ मनाङ। यहाँको भ्यूहरू पनि म क्याप्चर गर्नेछु तपाईँहरूको लागि है। स्पेसियली चाहिँ जतिजना विदेशमा हुनुहुन्छ उहाँहरूको लागि है यो भिडियो चाहिँ। किनभने नेपालमा हुनेहरू त आइराख्नु भएको छ नै होइन, तर विदेशमा हुनेहरूले यतिको हरियाली त विदेशमा पनि देखिन्न होइन। स्पेसियली यो के भन्छ गल्फ कन्ट्रिज यताबाट चाहिँ ट्रेकिङ गर्दै गइरहेको छ। विदेशीहरू चाहिँ ट्रेकिङ गर्दै जान्छ, हामी चाहिँ बाइकमा। हेलो नमस्ते, हैव ए सेफ जर्नी। हामी चाहिँ होइन गाइस यो चाहिँ मर्स्याङ्दी खोला हुँदै साथसाथै जाँदैछौँ होइन। डाँडाकाँडा हजुर यो चाहिँ स्वर्गद्वारी ठाउँ हो। अहिले चाहिँ हामी आइपुगेको छौँ स्वर्गद्वारी होइन। यहाँ हेर्नुहोस् न गाइस कस्तो दामी छ क्या। कस्तो लाग्यो तपाईँहरूलाई? साथसाथै मर्स्याङ्दी खोला अनि यहाँ हिमाल है। अनि यहाँ चाहिँ सालकोटहरू है। अनि यहाँ तल हेर्नुहोस् मर्स्याङ्दी खोला एकदम क्रिस्टल क्लियर देखिरहेछ यहाँ है। पानी त कस्तो दामी के। ओहो यो मर्स्याङ्दी खोला र यो हिमालले गर्दाखेरि होइन यस्तो चिज हो। स्वर्गद्वारीले गर्दाखेरि चाहिँ होइन मलाई त स्वर्गमै आए जस्तो फिल भयो क्या। अब यो चाहिँ घर जस्तो छ, तर यो घर होइन। प्रायः जस्तो मान्छे चाहिँ यहाँ जान सक्दैन होइन। गएको पनि छैन, कोही पनि गएको छैन। अब यहाँ टुरिस्ट गाइडले चाहिँ भन्नुहुन्छ होइन मरिसकेपछि चाहिँ जान्छ भनेर है। त्यो चाहिँ उनीहरूको बिलिभ हो है। तर यहाँ त्यो ठाउँ यो ठाउँमा चाहिँ नि यो ठाउँमा कोही पनि गएको छैन कि गाइज। यस्तो दामी ठाउँ छ क्या। मैले यति दामी ठाउँ चाहिँ कहीँ देखेको थिइनँ क्या। अब चाहिँ मलाई लाग्यो स्वर्गमा आए जस्तै क्या। लास्ट एकदम राम्रो फिल भइरहेछ। तपाईँहरू पनि आउनु होला, भिजिट गर्नु होला, यो ठाउँ भिजिट गर्नु होला होइन। एउटा छुट्टै भयो क्या यहाँ आएपछि चाहिँ एकदम लाइक पिस क्या। पुरा चिसो हावा, स्वर्गद्वारी प्लस यो मर्स्याङ्दी खोला होइन। हावाले त मलाई लास्ट एकदम रमाइलो फिल भइरहेछ। म चाहिँ स्वर्गमा जस्तो छु जस्तो लाग्यो क्या। अब चाहिँ जिउँदै स्वर्गमा छु जस्तो लाग्यो होइन। यहाँबाट पनि हिमाल चाहिँ कति क्लियर र एकदम राम्रो देखेको छ। हिमालको सुन्दर हेर्न जान चाहिँ हिमालै पुग्नु पर्ने रहेछ के गाइस है। कति दामी एकदम फास्ट ल्याउँदो रहेछ है।
चाहिँ हामी ढुकुर पोखरी आइपुग्यौँ। हजुर रातो रातो गाला च्याउको रातो रातो गाला स्याउ जस्तै है। ग्रिन लेक। अब चाहिँ हामी ग्रिन लेक जाँदैछौँ यो बाटो हुँदै। अब चाहिँ मनमै बस्नुपर्छ के हो? हजुर उहाँले पनि हजुर यो चाहिँ के हो? ग्राउन्ड लेक हो तर पानी सुकेको छ। पानी सुकेको रहेछ। हजुर जति माथि आयो होइन यो मर्साइली खोला चाहिँ एकदम क्रिस्टल क्लियर क्या। हजुर ओके अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ यो पुलमा होइन। यहाँनिर यहाँ हेर्नु पानी चाहिँ एकदम क्लियर कि यहाँको। ग्रिन लेक यहाँबाट स्वर्गद्वारी पनि क्लियरली देखिँदो रहेछ। यो चाहिँ स्वर्गद्वारी हो है गाइज। यहाँ हेर्नु यो मर्साङ्दी खोलाको पानी एकदम क्रिस्टल क्लियर क्या यहाँ। तर जति माथि आयो होइन त्यति क्लियर रहेछ क्या यो पानी। मलाई त यहीँ बसौँ जस्तो लाग्यो कि अब सबैजनाले लमजुङमै बे गरेर बस्नु भन्छ होइन। तर मलाई त मनाङको राम्रो लाग्यो किनभने म चाहिँ लास्ट नेचरदेखि लास्ट एट्र्याक्ट हुने मान्छे हो क्या। स्ट्यान्ड छ नि त। हेलो सबैजनालाई नमस्ते, जय मसी, सेवारो सेवका है। मेरो पछाडि चाहिँ छ स्वर्गद्वारी होइन। कस्तो क्लियर देखिरहेछ यहाँबाट पनि है। अनि म चाहिँ यहाँ ब्रिजमा छु अनि यहाँ चाहिँ अलिकति चिसो हावा खाऊँ भनेर चाहिँ यहाँ म रेस्ट गर्नको लागि रोक्नु भनेको हो होइन। एकदम राम्रो फिल भइरहेछ क्या। के भन्नु भन्नलाई म चाहिँ स्वर्गमा आए जस्तो फिल भइसक्यो कि। ट्रेकिङ गर्दाखेरि चाहिँ मान्छे परको बाटो जाँदो रहेछ परको बाटो जाँदो रहेछ होइन। अनि यो बाटो चाहिँ प्रिफर गर्दैन रहेछ है। हजुर म त कहिले पनि सोचेको थिइनँ कि बाइकमा म मनाङसम्म पुग्छु भनेर। पानी चाहिँ होइन म लगिदिन्छु नि भनेर चाहिँ भन्नु होइन। अनि मलाई चाहिँ खुसी लाग्यो। मनाङको मान्छे सबैजना राम्रो हुन्छ हो क्या हो। मलाई मात्रै त्यस्तो लागेको हो। सबैजना राम्रो बोल्ने मनाङ अनि लमजुङको है। हजुर मान्छे राम्री भएर त्यस्तो होइन होला। म क्युट छु उहाँले भन्नुहुन्छ म क्युट अनि फ्रेन्डली छु भनेर। अनि मनाङमै बस्नु
पो भन्नुहुँदैछ त हौ मान्छे मान्दैछ मम्मीले फेरि छोरी कहाँ गयो हरायो भनेर फेरि हजुर याक ओहो याक पनि रहेछ है गाइस फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम याक देखिरहेको छु म हेलो याकले पनि हेलो भन्दैछ मलाई आज चाहिँ मौसमले पनि एकदम साथ दिइरहेको छ कि एकदम खुसी लागिरहेको छ मलाई चाहिँ हजुर मनाङमै बसेछु भनेर मनाङ राम्रो छ नि मान्छेले स्वर्ग जस्तो छ भन्थ्यो अब मलाई चाहिँ अब यहाँ आएपछि चाहिँ थाहा भयो क्या स्वर्ग जस्तै रहेछ क्या मनाङ चाहिँ हो र If you want to see heaven, then come to Manang. भिजिट गरिदिनु पर्यो सबैले मनाङलाई सबैले प्राय म्याक्सिमम गर्नुहुन्छ है मनाङ भिजिट गर्नुहुन्छ भन्नै पर्दैन कि किनभने मनाङ भन्ने ठाउँै त्यस्तो छ नि त हो नि कम्फर्टेबल भएको छ र तपाईँले एकदम राम्रो राइड गरिराख्नु भएको छ सेफ सेक्योर हजुर तपाईँको अब सब्सक्राइबरहरू आयो हो र गाइस मेरो के भन्छ जतिजना फलोवर्स हुनुहुन्छ होइन मनाङ आउनुभयो भने चाहिँ उहाँलाई चिनिराख्नु उहाँले चाहिँ तपाईँहरूलाई चाहिँ होइन राइड एकदम सेफ राइड दिनुहुन्छ है के गाह्रो पर्दैन उहाँले सेफली राइड पनि गर्नुहुन्छ है हजुर सहयोग पनि गर्नुहुन्छ वाउ द्याट्स ग्रेट एकदम राम्रो कुरा हो नि मान्छेले हतपत यतिको सहयोग त गर्दैन कि तर यहाँको मान्छेहरूको चाहिँ मन चाहिँ सफा छ कि नियत पनि राम्रो है What do you want? You want more? Maya? किनभने उहाँ यहाँको बासिन्दा हुनुहुन्छ नि त सो he loves Manang, he loves his hometown. सो तपाईँहरू पनि उहाँको होम टाउनलाई मन पराइदिनुहोस् भन्नु खोज्नु भएको उहाँले है त्यही हो नि पर्यटकहरू आइदिनुहोस् अनि हेरिदिनुहोस् अनि इन्जोय गर्नु भन्नु खोज्नु भएको उहाँले चाहिँ माइन्ड पनि रिफ्रेस हुन्छ मनाङ आउनुभयो भने है यो कुन गाउँ हो हजुर हजुर पिसाङ वा हो पिसाङ भिलेज म फाइनली आइपुगेँ पिसाङ भिलेज हजुर लोवर पिसाङ माथि अप्पर पिसाङ चाहिँ यता माथि हो अनि हजुर हुन्छ अनि यो चाहिँ लोयर पिसाङ हो कस्तो दामी ठाउँ रहेछ त है यो त
मेरो चाहिँ अप्पर पिसाङ यो माथिको ओके ओ यो चाहिँ माथिको चाहिँ यो चाहिँ अप्पर पिसाङ भिलेज हो अप्पर पिसाङ भिलेज हो अनि यो चाहिँ लोवर पिसाङ भिलेज हो साथसाथमा माथि पनि हिमाल छ यता पनि छ हिमाल अनि यता पनि छ हिमाल अनि आजको स्काई चाहिँ एकदमै क्लियर छ यहाँको मान्छेहरू चाहिँ मलाई एकदमै राम्रो लाग्यो क्या यहाँ मनाङको मान्छेहरू चाहिँ राम्रो हुनुहुन्छ सोचेको भन्दा पनि एकदम राम्रो ग्राउन्ड हो कि क्या हो खेत हो यो मेरो पछाडिको चाहिँ खेत हो अन्नबारी हाल्नको लागि रेडी तयारी हुँदैछ यो चाहिँ होइन यहाँ अन्न के पाउँछ र गहुँ पाउँछ होला आलु है